हेलो एभ्रिवान वेलकम टु माई मिनी ब्लग सबैजनालाई स्वागत छ मेरो नयाँ ब्लगमा। आजको म ब्लग चाहिँ बनाउँदैछु यहाँनिर मेरो गाउँको। यो चाहिँ रहेको छ माङ्सेबुङ इलाममा रहेको। यो चाहिँ मेरो गाउँ हो। यो मेरो गाउँको दृश्य म देखाउँदैछु। यस्तो छ कि यस्तो आजको वेदर चाहिँ एकदमै राम्रो भइरहेको छ। यो चाहिँ बिहानीको वेदर हो। बिहानको यस्तो मौसम भइरहेको छ, पुरा धुम्म भइरहेछ है। पानी परेर रहेर चाहिँ बाटो पनि पुरै हिल्लो हिल्लो भइरहेको छ। यहाँनिर देख्न सक्नुहुन्छ हिल्लोको भइरहेको छ क्या। यहाँनिर चाहिँ धान रोप्दा पनि मिल्ने जस्तो भइरहेको छ। यहाँ कच्ची बाटो चाहिँ यस्तो हुन्छ कि बर्खा महिनामा चाहिँ यस्तो हिल्लो हुन्छ है। हिउँदो मासमा चाहिँ पुरा धुलो हुन्छ। यहाँ हाम्रो गाउँको बाटोहरू चाहिँ देख्न सक्नुहुन्छ। यहाँनिर चाहिँ पिच नबनेर एकदम दुःख लागिरहेछ कि अब चाहिँ बन्छ कि भन्ने आशामा छौँ हामी चाहिँ। यहाँनिर चाहिँ अब म फाइनली मेरो घर पुग्न लागेँ। यहाँनिरको मैले बाटोहरू देखाइरहेको छु। अनि त्यसपछि रहेको चाहिँ मेरो घर हो। यता चाहिँ देख्नुहुन्छ यो चाहिँ मेरो फाइनली पसल आइपुगेँ। पसलमा रहेको छ यो चाहिँ पेट्रोल। त्यसपछि यो चाहिँ रहेको छ पदम। हामी चाहिँ सबै किराना पसलमा चाहिँ सबै अलिअलि मिलाएर बेचेको छौँ। अनि यतानिर चाहिँ सब्जी आइटम पनि छ, आलु प्याज टमाटरहरू पनि छ। हामी चाहिँ सबै अलिअलि मिलाएर बेच्ने गर्छौँ। यता चाहिँ हुनुहुन्छ मेरो मम्मी यतापट्टि हेरिराख्नु भएको छ। अनि यहाँनिर चाहिँ छ मेरो प्लान्टहरू छ। यो चाहिँ मेरो फुलहरू, मैले रोपेको फुलहरू हो। मलाई चाहिँ फुल्ने फुल भन्दा पनि धेरै जस्तो नफुल्ने फुलहरू मनपर्छ, इन्डोर प्लान्टहरू। त्यसैले मैले चाहिँ रोपेको छु। इन्डोर प्लान्ट लभर हो म चाहिँ। मैले यहाँ फुलहरू चाहिँ मजाले रोपेको छु। अनि यहाँनिर स्नेक प्लान्ट पनि छ। स्नेक प्लान्टले चाहिँ मैले 2-3 वर्षमा चाहिँ मजाले बच्चा निकालिरहेको है यसले चाहिँ। अनि यहाँ अरू प्लान्टहरू पनि मैले यो भित्र रोपेको छु। यो चाहिँ प्यासेजमा राखेको छु। अरू प्लान्टहरूलाई पनि मैले मजाले भित्र राखेको छु। अनि यो प्लान्ट चाहिँ मैले सानो लिएर रोपेको, कस्तो मजाले झुम्म भइरहेको छ है यो फुल पनि, यो प्लान्ट पनि। अनि यता चाहिँ देख्न सक्नुहुन्छ अरू फुलहरूलाई पनि मैले यो सानो लिएर राखेको, कस्तो मजाले फैलिरहेछ क्या। अहिले चाहिँ खुसी लाग्ने है आफूले रोपेको फुलले चाहिँ बच्चा निकाल्दाखेरि जस्तो भए पनि। अनि यो प्यासेजबाट देखिने भ्यू हो यो चाहिँ। यहाँबाट चाहिँ देखिन्छ मजाले। यहाँ तल यसलाई चाहिँ भन्छ लामिटार। यहाँबाट देखिरहेछ यो चौकी चाहिँ एकदम प्रष्ट मजाले देखिरहेछ क्या। यहाँनिर जुम गरेर हेर्दाखेरि यहाँबाट देखिने भ्यू चाहिँ यस्तो छ। हाम्रोदेखि तल पनि घरहरू टन्नै छ। त्यसपछि अब हामी चाहिँ खाना खानु लागेको। खाना खानेको भिडियो चाहिँ मैले राखिनँ ल। खाना खाइसकेपछि म चाहिँ फेरि अनि यता जान लागेको। यहाँनिर केटाकेटीहरू स्कुल जाँदैछन्। केटाकेटीहरू चाहिँ चल्दै पुरा जाँदैछन् कि स्कुल। अनि फेरि मैले यहाँबाट भिडियो बनाएँ। मलाई चाहिँ फेरि यहाँ आउँदा एकदमै भिडियो बनाउन मन लाग्छ कि, राम्रो लाग्छ क्या। त्यहाँबाट हेर्दा चाहिँ जे भए पनि आफै हुर्केको बसेको गाउँ परिवेश एकदम राम्रो लाग्ने। दिउँसो चाहिँ फेरि मजाले पानी पऱ्यो है यहाँनिर। इस्कुस पनि हेर्नु न कस्तो मजाले लहरा भइरहेको छ क्या यो इस्कुसको मुन्टा चाहिँ। अनि म ड्युटीतर्फ लागेँ। मेरो ड्युटी चाहिँ यस्तो छ, म चाहिँ दिउँसो तान बुन्छु। मजाले पानी पर्दा पनि घाम लाग्दा पनि दिउँसोभर म चाहिँ तान बुनेर बस्छु है। थ्याङ्क यू फर वाचिङ माई भिडियो। सबैजनालाई धन्यवाद छ।